प्रधानमन्त्रीको उम्मेद्वार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन भन्छन्। रविको बोलीको भर रहेनछ। दर्शकबिन रवि लामिछानेसँग कुरा नमिलेपछि मेयर बालेन्द्र शाह बालेनले छुट्टै राजनीतिक बाटो समाउने तयारी गरेका छन्। उनले लौरो चुनाव चिन्ह लिएर निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीको नेतृत्व आफूले सम्हाल्ने तयारीतिर लम्किन थालेका छन्। रासपा सभापति रवि लामिछाने र बालेन बीच करिब 6 घण्टा लामो वार्ता भएको थियो। प्रारम्भमा वार्तालाई दुवै पक्षका निकटहरूले सुखद सुरुवात भने पनि अन्ततः शक्ति बाँडफाँड र भूमिकाको विषयमा सहमति जुट्न सकेन। बालेन पक्षका अनुसार रविले सम्मानजनक प्रस्ताव नगरेको उल्टै साधारण सदस्यका रूपमा पार्टी प्रवेश गर्न सुझाव दिएको आरोप छ। बालेन निकट स्तरहरूको अनुसार यदि सहकार्य हुने हो भने आगामी निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्नुपर्ने उनको स्पष्ट बटम लाइन थियो। शक्ति बाँडफाँड सम्मानजनक भए मात्र रासपासँग मिल्ने नभए नयाँ कोर्समा अघि बढ्ने कुरा बालेनले सहयोगीहरूसँग स्पष्ट रूपमा राखेका थिए। तर चितवन पुगेर रवि लामिछानेले सार्वजनिक रूपमा बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल नै नभएको अभिव्यक्ति दिएपछि बालेन थप असन्तुष्ट बनेका हुन्। भित्र एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्ने व्यवहारले विश्वासमा प्रश्न उठेको बालेन पक्षको भनाइ छ। यसपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी अगाडि बढाउने निष्कर्ष निकालेका हुन्।